everyone, welcome to my YouTube channel. It's me Kamal here today. आज पनि म तपाईहरु समक्ष एकदमै इन्फर्मेटिभ भिडियो लिएर उपस्थित भइ नै सकेको छु। च्यानलमा यदि हजुर नयाँ हुनुहुन्छ भनेदेखि मेरो यो YouTube च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। नजिकै रहेको नोटिफिकेसन बेल आइकनमा थिचेर अल मा क्लिक गर्नु होला अनि जति सक्नुहुन्छ यो भिडियो तपाईहरुका साथीहरुलाई शेयर गरेर मलाई सानो सहयोग गर्नु होला। तपाईको यो सानो सहयोग मेरो लागि एकदम ठूलो मोटिभेसन हुनेछ, जसले गर्दा आउने दिनमा म तपाईहरु समक्ष यस्तै इन्फर्मेटिभ भिडियोहरु लिएर आउने छु। साथीहरु, आजको टपिक रहेको छ हाउ टु रेकर्ड योर स्क्रिन इन विन्डो 11 विथ द स्क्रिन रेकर्डर। तपाई हामीले विन्डो 11 मा के कसरी स्क्रिन रेकर्ड गर्न सक्छौं भन्ने विषयमा यो भिडियो रहेको छ। साथीहरु, तपाई हामी सबैले प्राय हाम्रो दैनिक जीवनमा इलेक्ट्रोनिक्स डिभाइसहरु त प्रयोग गर्दै आइरहेका हुन्छौं, तर तपाई हामीलाई इलेक्ट्रोनिक्स डिभाइसमा भएको सानो फिचर्सहरुको बारेमा पनि राम्रो नलेज नभएको हुन सक्छ। प्रायः मैले यस्तै सानो टपिकलाई संकलन गरेर इन्फर्मेटिभ भिडियोहरु लिएर तपाईहरु समक्ष आउने गरेको छु। मेरा यी इन्फर्मेटिभ भिडियोहरु चाहिँ तपाईको लागि उपलब्धिमूलक हुन सक्छन्। अब ढिला नगरिकन विषयवस्तुतर्फ लागौं। आज चाहिँ मैले तपाईलाई मेरो ल्यापटपबाटै स्क्रिन रेकर्ड कसरी गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। साथीहरु, अब म मेरो ल्यापटपको स्क्रिन तर्फ लागे। मेरो ल्यापटपको तल सर्च बारमा गएर मैले स्न्यापिङ टुल्स भनेर सर्च गर्न गइरहेको छु। तपाईले हेरिरहनु भएको छ कि यहाँ स्न्यापिङ टुल्स भनेर आइसकेको छ। अब म यहाँ क्लिक गर्न गए। त्यसपछि यस्तो खालको इन्टरफेस तपाईले देखिरहनु भएको छ। यो इन्टरफेस आयो। अब मैले मेरो ल्यापटपको किबोर्डको विन्डो की प्लस शिफ्ट प्लस आर लाई एकैचोटी प्रेस गर्न गए। मैले एकैचोटी प्रेस गरिसकेपछि मेरो ल्यापटपको स्क्रिन यसरी मधुरो भएको छ। अब मैले कुन एरियाको चाहिँ मैले स्क्रिन रेकर्ड गर्न चाहन्छु त्यो एरियालाई मैले सिलेक्ट गर्नुपर्ने हुन्छ। म चाहिँ अब यो ल्यापटपको पुरै स्क्रिनलाई रेकर्ड गर्न चाहन्छु, त्यसले गर्दा मैले चाहिँ यसलाई पुरै स्क्रिनलाई यसरी सिलेक्ट गरे। त्यसपछि तपाईले यहाँ देखिसक्नु भएको छ हाम्रो माइक चाहिँ म्युट भएको छ। यसलाई म सर्वप्रथम अनम्युट गर्न चाहे। अब म स्टार्ट रेकर्डिङमा गएर क्लिक गर्न चाहन्छु। अब हाम्रो स्क्रिन रेकर्ड चाहिँ सुरु भइसकेको छ। अब म तपाईहरुलाई 15-20 सेकेन्डसम्म यो रेकर्ड हुन दिन्छु। हेर्दै हुनुहुन्छ साथीहरु, रेकर्ड भइरहेको छ, यहाँ रेकर्डिङ भइरहेको छ। यहाँ हेर्नुहोस्, तपाईहरुले देखिरहनु भएको छ साथीहरु, यहाँ रेकर्ड भइरहेको छ। अब रेकर्ड पनि भइसकेको छ। अब म यसलाई चाहिँ स्टप रेकर्डिङ भनेर स्टपमा क्लिक गरे। त्यसपछि मैले रेकर्ड गरेको स्क्रिन रेकर्ड यहाँ आएर बसेको छ। यसलाई मैले प्ले गरेर देखाउन चाहन्छु तपाईहरुलाई। अब मैले यसलाई पज गरे। त्यसपछि अब म यसलाई सेभ गर्न चाहन्छु। तपाई हामीले चाहेको लोकेसनमा हामीले यो स्क्रिन रेकर्डलाई चाहिँ सेभ गर्न सक्छौं। म यहाँ गएर सेभ एजमा क्लिक गरे। त्यसपछि मैले यसलाई डेस्कटप लोकेसनमा चाहिँ डेस्कटपमा चाहिँ सेभ गर्न गइरहेको छु। यहाँ क्लिक गर्छु डेस्कटपमा। त्यसपछि यहाँ फाइलको नेम मलाई इच्छा लागे अनुसार, तपाईहरुलाई इच्छा लागे अनुसार हामीले लेख्न सक्ने छौं। मैले चाहिँ अहिले यहाँ जे छ यसैलाई छोडिदिए। अब म सेभ गर्न चाहन्छु। मैले अहिले भर्खरै मात्रै स्क्रिन रेकर्ड गरेको भिडियो चाहिँ यहाँ आएर बसिसकेको छ। यसलाई म ओपन गर्न चाहन्छु। ल हेर्नुहोस् साथीहरु, आशा छ आजको यो मेरो भिडियोबाट केही कुराहरु हजुरले बुझ्नुभयो होला, केही कुराहरु सिक्नुभयो होला। सायदै मलाई लाग्छ तपाईलाई यो भिडियोका शब्दहरुले तपाईको मन छोएको हुन सक्छ। यदि तपाईको मन छोएर मेरो भिडियो राम्रो लाग्यो भनेदेखि चाहिँ यस्तै कन्टेन्टहरु लिएर भविष्यमा पनि तपाईहरु समक्षमा उपस्थित हुने नै छु। त्यसको लागि तपाईले मेरो यो YouTube च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। नजिकै रहेको बेल आइकनलाई पनि थिचिदिनु होला अनि यो भिडियो धेरै भन्दा धेरै तपाईहरुको रिलेटिभ साथीभाइहरुलाई शेयर गर्न पनि नभुलिदिनु होला। धेरै धेरै धन्यवाद। Thank you so much for watching this video. See you. Bye bye guys.